उत्पादन खोइ अब चाहिँ पोहोर पनि यही टाइममा रोप्यो अहिले पनि यही टाइममा ठिकै छ मनसुनले साथ दियो यसपालि पोहोर पनि दिएको थियो होइन बिचमा अलिकति ढिला भयो पहिला त दिएको थियो पछि बिउरी नभ्याएर अलिक ढिला भयो 3 रोप्नु चाहिँ छ पहिला भन्दा चाहिँ पहिला अब पोखरेल मसिनो रोप्थ्यो होइन अलिक कम फल्थ्यो यो एक्लै धान आएपछि अलिकति बढ्यो यसपालि मौसमले साथ नदेला जस्तो थियो अस्ति होइन यसपालि चाहिँ नदेला जस्तो घाम लागेको थियो अस्ति हिजो अस्तिदेखि फेरि मौसम राम्रो भयो पानी चाहेको मध्ये यही हो सबैलाई यो चाहिँ नि हुर्किहाल्यो बिउ पनि ठिकै छ त्यसकारणले अब चाहिँ मौसमले साथै दियो यसपालि पनि खुजुङको धान राम्रै उत्पादन भइरहेछ तर धेरै यसो भाडामा लगाउँछ मान्छेहरू होइन खेत